ल केटाहरू आज चाहिँ शनिबार इट्स यो बोय यु आर ए जी। अनि अहिले चाहिँ हामी अभिषेक भाइ अगाडि छ, खै कता फुटबल छ अरे भाइहरूको। अब म त खेल्नु चाहिँ खेल्दिनँ, हेर्न मात्र जाने हो। एकछिन फुटबल हेरेर एकछिनतिर अनि फेरि माथि नि जानुपर्छ कालीबन्डीतिर टक्क लगाएर आनन्दसँग होइन। आजकल त्यस्तो यो बाइकको हिजो हाम्रो अश्विन भाइको बर्थडे थियो होइन, म राखिदिन्छु होला। हिजो फ्राइडे भनेपछि हिजो 2 गते कि 3 गते थियो समथिङ। जे होस् हाम्रो अश्विन भाइको बर्थडे थियो बिचरा। अहिले धेरै भयो हाम्रो केटाहरूको अल्लाचिन लागि पनि लागिरहेछ। एउटा भाइले 2टा स्कुटर हान्दैछ, तनाव छ यार केटा हो। अनि अहिले त्यो फेरि एन्टर्क हान्दैछ है। एन्टर्क र डियोको टाउकै थिएन त्यो अघि मैले बर्थडेवाला बोयको चाहिँ फोटोमा हालिदिन्छु त्यहाँनिर टङ गरेर। त्यही हो मेरो गोप्रो, सरी मतलब गोप्रो अन थियो यार, बोल्नै बिर्सेको केटा हो। हाम्रो छोकडे भाइले त्यहाँ पुरै हाम्रो सिनेमेटिक खिचिदिँदैछ होइन। 2 चोटि क्लोजल खाइसक्यो अनि टक्क लगाएर म त्यहाँ आनन्दले पछाडि हिँडिरहेको छु। कस्तो खिच्या थाहा छैन, तर कन्डो खिच्या भने चाहिँ लात हान्छ पक्कै। के भिडियो खिच्नलाई नि लामो राम्रो आउँछ नि त भिडियोमा। मादर जात यहाँ नि अहिले उयो राखेको रहेछ होइन। अस्ति 2 मिनट बस्यो यार। पहिला इसारा तिम्रो कान्छी। मैले त खिचेको छु यार। कता जाने हुन्छ नि, गाह्रो छ केटा हो। रनमा त्यो कस्तो त्यो अप्ठ्यारो भएर चलाउन। कहाँ छिराउनुलाई कहाँ गल्ली छिराउँछ फेरि रनमतीहरू। नाइकापमा भने होइन फुटसल यही हो नाइकाप। नाइकाप हो यो होइन अब जाने। अनि आज के गरेर त मलाई नि बोला फुटसलबाट निस्किसक्यो। फुटसल नपाएर अब माछा नि भन्दैछ के गर्ने हो होइन। नमस्ते जाने जस्तो समा भाइ। Fast as fuck, boy. Still fast as fuck, boy. Come get some. Oh. कपे भयो भने तनाव हुन्छ माथि। आइरहेको छैन हेर त भाइ, आइरहेको छैन। आइरह यसको 3 गियरमा 100 छुन्छ।
ओए डोमिनार मोन्स्टर जस्तो देखिरहेको के डुकाटी मोन्स्टर हुन्न त्यस्तै देखिरहेको त्यो बाइकमा डोमिनार हैन आज मात्र आइराखेमा चलाउँदै बिस्तारै एकछिन हो मजा आइराख्यो ओ माय गो तुरुला यता त चलाउनु हुन्न म चाहिँ सक्ले भ्याउँदैन म सकेको स्पिडसम्म झ्यापै रोक्न सक्छु म अनि मुजी 120 मा एक्सिडेन्ट परेछ मेरो समात भाइ मैले पागल म गाडी भाइ जङ्गिन्छ कि फेरि इन्जिन गएको छ है मान्छे पनि जङ्गिन्छ भने मैले बबाल कुदाउँछ नि त्यसले नि अहिले बबाल कुदाउने भयो यस्तो बाइक पाएको त्यसले त के गर्छ सुरुमा त एक्सिडेन्ट गर्थ्यो सिधै हो अनि त्यसपछि चाहिँ बरु राम्रो चलाउँथ्यो होला एक्सिडेन्ट चाहिँ पर्छै पर्छ ओए हरामीहरू छ यार यसमा त रेस खेल्न खोज्छ जो पाइदिएसँग मसँगै खेल्छ नि ए चला न चला किन कुरा बिस्तारै जाने हो भिडियो रेकर्ड गर्दै मादरचोद कस्तो धुलो उड्ने है ओ माई गॉड केटा हो मौसम त खतरा भा पुलिस नै हुन्छ त कपीहरू बसिरहेको हुन्छ आल्टो मामा रात आमा धुलो उडेको रे त्यहाँ कपी हुनसक्छ यार आज के कता हो सिधै हो ए धन्न बसेर हिँड्छ गाह्रो गाह्रो नयाँ क्याफेतिर लाग्दिन लागा अब कस्तो चिप्लेला त कत्रो टायर छ मेरो मेरो 200 को टायर हो 190 कि 200 को टायर हो के अब के गर्नुमा फक सम्हाल ल भाइ रन्डी चिप्ल्यो बस्न बस गाह्रो हुन्छ झन् रुखलाई एक गियरमा आधार छ सम्हाल म मुझे कटाइदिन्छ हौ कटाउनु त
कता फुटबल फुटबल खेल्न खै कहाँ छ चिया खानु ए त्यो अघि नै बाटो कटेपछि ए Yes baby, yes daddy. रन्डे आमाम कस्तो कहाँ घुस्ने हावा हो के चाहिँ ए क्या शीतल यार आहा यसमा हैन के चाहिँ 200 हैन कति सेकेन्डमा बाटो हेरेर ओह्रालो छ भने अलि चाँडो जान्छ सिधा छ भने सिधा छ सिधै अबसम्म सिधा छ भने 10-12 सेकेन्ड लाग्छ होला यसको इनिसियल छैन क्या त्यस्तो फेरि 100 कटेपछि चाहिँ मैले एकछिनमा 140 पुग्छ पुलिसले मैले हामीले हेर्दै नसकेको देख्दै नभेटेको अनि त्यस्तो कुदाइदिएकोमा म अनि इटरीको कपीले समातेर चिट काटिदिँदा कहाँ मैले आवाजले गर्दा भयो नि हुन्थ्यो नि ब्लुबुक थिएन कि ब्लुबुक उतै होटलमै छोडेको थियो अनि फक भयो नि त नि के आएको के यो माटोमा अड्किन्छ नि चिप्लेर नि झन्डै गुल्टेनमा पानी पर्यो केटा हो हामी चाहिँ एकछिन बसेर गफगाफ गरेर टक्क लागेर बिस्तारै फर्किँदैछौँ अहिले अहिले फेरि हाम्रो निखिल दोस्त भेट जान्छ गाह्रो छ होइन के गर्नु एज बढी झन्डै केटा हो गाह्रो छ लङ राइड जानु नपाएर तनाव छ त्यही दादालाई अरू त त्यस्तै हो केटा हो लङ राइड चाहिँ हान्नुपर्ने यार मजा आउँछ नि लङ राइड हान्नुलाई पोखरा चाहिँ बाइकमा जानु मन थियो तिमीहरूको दादालाई के गर्नु बाइकै बिग्रियो गाह्रो